channel. यो हो हाम्रो लाइभ. हेलो एभ्रीवन, सबैलाई मेरो भिडियोमा सबैलाई स्वागत छ. आज चाहिँ हाम्रो कलेजको अन्तिम दिन कलेजको के अरे क्लास हुने चाहिँ अन्तिम दिन हो. अब यहाँ सबैको म 1 by 1 इन्टरभ्यू लिँदै जाँदैछु. सबभन्दा सुरुमा हाम्रो मिना दिदीबाट सुरु हुँदैछ. सिनियर दिदी. भिडियो खिचेर बस्दै. हेलो दिदी, तपाईँलाई आज अन्तिम दिन कस्तो लागिरहेको, के भन्न चाहनुहुन्छ ल भन्नु. केही भन्न चाहनुहुन्न. अब कति धेरै आतुरी छ दिदीलाई, एकदम आतुरी छ अरे. अब म गएँ हाम्रो सुस्मिता दिदी तर्फ. ल दिदी केही भन्न ह तपाईँलाई. के भन्नु, कलेजको अब अन्तिम दिन कस्तो लागिरह. सकिसक्यो. नरमाइलो लाखा छोडेर जाँदाखेरि यो त 1 वर्ष 2 वर्ष 3 वर्ष हो र. सना दिदी तपाईँलाई कस्तो लागिरह ल भनिहाल्नु. मलाई अब सबै कुरा त ठिकै लागिरह. हेर्दा हेर्दै 3 वर्ष बितेको पत्तै भएन. के भन्नु तर सबै साथीहरूलाई धेरै सम्झना आउला पछि यो क्षणहरू चाहिँ भन्न चाहन्छु. कसैसँग रिस राग छ भने यहीँबाट अन्त्य गरिहाल्नु है. रिस राग केही छैन, दुश्मनी केही छैन. सबैलाई माया माया, सबैजना आफ्नै आफ्नै हो. ल मसँग नि केही रिस राग भयो, यहीँबाट बिदाई गरिहाल्नु है. ल क्रान्ति दिदी भन्नु तपाईँलाई कस्तो लागिरह. कस्तो लाग्यो भनिदिनु त मिना दिदी. फेरि यो दिन सम्झन चाहन्छु. ल दिदीले चाहिँ सम्झन चाहनुहुन्न अरे. म अब अर्कोतिर जान्छु. अब म गएँ हाम्रो रूपा दिदीतर्फ. ल रूपा दिदी भन्नु केही छ आज अन्तिम दिन. कलेज आए, छोरी पाएँ, हुर्काएँ, पढाइ पनि दिए. त्योभन्दा बढी प्रमोसन त के होला अस्मिता दिदी आज अन्तिम दिन तपाईँ के भन्न चाहनुहुन्छ. सबैलाई धेरै धेरै माया, थ्याङ्क यू. साथीहरूलाई धेरै हेल्प गरेकोमा, सपोर्ट गरेकोमा. अब हाम्रो प्रतीक्षा दिदीतर्फ गएँ म. दिदीको झन् यस्तो एकदम खुसीको पल. दिदीको बेबी सावर चाहिँ होला जस्तो छ. तिमीहरूले मेरो बेबी सावरै गरेन, त्यो कुरामा चाहिँ मलाई एकदम दुःख लाग्छ. अब गर्छौँ नातिनु न. एक्जाम सकेपछि गर्छौँ नातिनु. एक्जाम सकेछ नातिनु है. हेलो बिन्दु दिदी, के भन्न चाहनुहुन्छ तपाईँ. किन रुन चाहनुहुन्छ. ल त राम्रोसँग रिपोर्ट बुझाउनु गर्नु पहिला अनि बुझाउनु. पहिला यो रिपोर्ट बुझाउनु तिमीले मैले बल्ल साथीहरूलाई छोडेर जानु तिमीहरूलाई हेर्नु है. ल ओके. हेलो दिदी, के छ खबर. अनि आज चाहिँ हाम्रो कलेजको अन्तिम दिन. अब नयाँ आउने बहिनीहरूलाई अनि हाम्रो साथीहरूलाई सबैलाई सल्लाह सुझाव दिनु पर्यो. पहिला चाहिँ हाम्रो साथीहरू है, हाम्रो ब्याचमेट सम्पूर्ण दिदीलाई र बहिनीहरूलाई चाहिँ धेरै धेरै शुभकामना होइन. अब आउने नयाँ चाहिँ अब यहाँ सकाइसकेपछि त नयाँ बाटो सबैजनाको हुनेछ होइन. त्यो कारणले गर्दा सबैलाई चाहन्छु जता जे गर्दाखेरि पनि सफलता मिलोस्. सबैजनालाई शुभकामना. अनि अहिलेसम्मको 3 वर्षमा चाहिँ साथ सपोर्टको लागि सबै बहिनी दिदीलाई चाहिँ धेरै धेरै धन्यवाद. अब आउने बहिनीहरूलाई चाहिँ म के सजेस्ट गर्छु भन्दाखेरिमा अब हामी चाहिँ हाम्रो लाइफमा धेरैजना चाहिँ 10 years प्लस ग्यापमा आएको छौँ नि त, एक्सपिरियन्स गेन गरेर भनौँ नि त. त्यो कारणले गर्दाखेरि सबैको बुझाइ के हुन्छ भन्दाखेरि अब ग्याप भइसकेपछि पढ्न गाह्रो हुन्छ होला भन्ने थियो होइन. त्यो कारणले गर्दाखेरि पढ्न गाह्रो त अभियसली भइहाल्छ होइन. तर पनि आफूले चाहिँ कन्टिन्यू रूपमा चाहिँ मेहनत गऱ्यो भने होइन, अनि ध्यान दिएर पढ्यो भने चाहिँ त्यति साह्रै गाह्रो नै भन्ने चाहिँ हुँदैन. त्यो कारणले गर्दाखेरि चाहिँ कसैले पनि हिम्मत नहार्नुहोला. ग्याप भए पनि अब आफ्नो त फर्दर क्वालिफिकेसन त बढाउनु पऱ्यो नि त, एजुकेसन त बढाउनु पऱ्यो. त्यो कारणले गर्दाखेरि चाहिँ सबैजना ग्याप भए पनि पढ्न सकिन्छ. नातिकन मेहनत गरिराख्यो भने हामी अवश्य सफल भइन्छ. त्यो कारणले गर्दाखेरि मैले मेन दिने भनेको सुझाव चाहिँ नयाँ बहिनीहरू त मेहनत गर्नु नै हुन्छ, उहाँहरूको ग्याप धेरै हुँदैन. तर
अलिक पुरानो केही टाइम अब दिदीहरू पनि आउनु भएको नि त मभन्दा सिनियर दिदीहरू आउनु भएको उहाँहरूले अहिले कन्टिन्यू गरिराख्नु भएको त्यो कारणले सबै दिदी अथवा बहिनी जस्तो नि ग्याप रहेको छ भनेर सक्दिनँ होला भन्नु छ भने सकिन्छ मेहनत चाहिँ गर्नु जरुरी छ त्यति भन्छु थ्याङ्क यू आउनुहोस् यो चाहिँ हाम्रो कलेज हो हेलो प्रशंसा आज हाम्रो कलेजको अन्तिम दिन केही भन्नु छ आज चाहिँ ब्याचलर लाइफको लास्ट डे कलेजको जे होस् रमाइलो भयो ब्याचलर लाइफ सबैसँग मिल्यो मेनली तराईलाई भेटियो त्यस्तै छ अब पढ्नुपर्छ फाइनल इक्जामको लागि प्रिपेयर गर्नुपर्छ अनि फेरि भेटौँला नि इक्जाम पछि ओके केही अरू साथी सङ्गीहरूलाई केही भन्न साथी सङ्गीहरूलाई लाइफको लागि बेस्ट अफ लक जिन्दगीमा अगाडि बढ्नु राम्रो होस् सबैको ओके बाई बाई लिनुपर्छ हेलो अञ्जना के छ खबर अनि मेरो ठिक छ आज कलेजको अन्तिम दिन तिमीलाई केही भन्न कसैलाई साथीहरूलाई के भन्ने अब सबै साथीहरू अब यहाँबाट गइन्छ सबजना छुट्टिन्छ अनि अब घर गएर अब फोन गर्ने त्यस्तो चाहिँ त्यस्तै हो सबैजना सम्झिनु एकअर्कामा रिस राग नराखौँ होइन त्यो रिस पनि राख्नु भएन बेला बेला यसो सम्झिन पर्यो बाटोमा ठोकिँदाखेरि चाहिँ नदेखे जस्तो गरेर हिँड्न भएन सुरुचि के छ खबर आज कलेजको अन्तिम दिन यहाँ साथीहरूलाई केही भन्न सबैजनालाई थ्याङ्क यू सो मच है स्पेसली फ्रेन्ड्सहरूलाई यति हेक्ट्रिक जर्नीमा यस्तो भेरी बनाउन हेल्प गरिदिनु भयो साथीहरूलाई म्यामहरूलाई पनि थ्याङ्क यू एकदम जे होस् मेमोरेबल भयो ब्युटिफुल नै भयो होइन अलिकति तलमाथि त भइहाल्छ पोजिटिभ बट ओभरअल मेमोरेबल ओके हेलो हिमाली दिदी के छ खबर आज कलेजको अन्तिम दिन केही छ भन्नु अन्तिम बेला फर्केर हेर्दाखेरि एकदम टफ थियो फर्स्ट इयर टफ गयो लास्टमा आइपुग्दा चाहिँ राम्रो थियो जस्तो लागिरहेको छ सकिँदैन आयो त त्यो सबै साथीहरूलाई बाई बाई हेलो दिदी आज कलेजको अन्तिम दिन तपाईँहरूलाई केही यहाँ भन्नु एकदम रमाइलो लाग्यो मेहनत जर्नी कहिले हाँसेर कहिले रिसाएर गयो सबभन्दा ठुलो कुरो साथीहरूसँग भेट भयो धेरै मेमोरेबल मोमेन्टहरू भयो फाइनली ब्याचलर हुने भयो त्यही टार्गेटले आउनु भएको त्यही अब थ्याङ्क यू पोखरा नर्सिङ क्याम्पस थ्याङ्क यू अल अफ यु अल टिचर्स एन्ड माई डियर फ्रेन्ड्स ओके बेला बेलामा सम्झिराख्नु मेरो युट्युबतिर नि यस्तो बेला बेलामा हेर्दै गर्नुलाई त लाइक सेयर एन्ड सब्सक्राइब हामीलाई जोइन गरिराख ओके बाई बाई भागे दिदीहरू हेलो ममता के छ खबर ठिक छ आज हाम्रो कलेजको अन्तिम दिन केही छ भन्नु साथीहरूलाई सबैलाई साथीहरूलाई केही भन्नु छैन फाइनली कान्ट वेट टु लभ देम गाइज सबजना चिल गरेर आफ्नो लाइफमा अनि त्यही हो सकियो ल बाई बाई
5 बज्यो हाम्रो कलेज चाहिँ यही हो आजदेखि यो कलेजलाई नि बाई बाई अब चाहिँ एक्जाम दिन मात्रै आउँछौँ हामी पूजा चाहिँ यहाँ छिन् म यता छु आजदेखि बाई बाई हाम्रो कलेजलाई थ्याङ्क यू फर वाचिङ गाइज